खाऊ खान आज चाहिँ दुईजनाको छुट्टी होइन भाइ भाइ सो हामी चाहिँ अब फर्स्ट भिडियो चाहिँ हामी हाम्रो यो बिल्डिङबाट बनाएको सो इट विल बी कट एन्ड डाइरेक्टली नेक्स्ट भिडियो क्रिक पार्क लेट्स गो चेक इट आउट المحطة الأخيرة ميسا. The final destination of this train is Creek. हाम्रो किरण सरजी ह्यान्डसम नम्बर 1 2 2 3 4 5 6 7 8 9 10 उसको नम्बर हो 1 2 3 4 5 6 7 8 त्यसमा कल गर्न सक्नुहुन्छ सम्पर्क गर्न लाग्ने कि everyone please contact me if anyone needs my information मेरो नाम किरण हो म यो क्यामेराम्यानसँग बस्छु अहिले हामी यहाँ घुम्न आएको आधा बाटो आइसक्यो Believe me man, you gotta believe me. आज हामी कहाँ जान आँटे त्यो चाहिँ थाहा भएन तर हामी कहाँ जाने क्रिक पार्क जान आँटे Yes. चलाएर I'm telling this guy to trust me man. I know the way. देखिँदो रहेछ त यिनीहरू के गर्दैछ Remember this path, okay? That time, me and my brother was going this way. I think it was about 6 यही रहेछ ढोका मुलाई ठुक्क मदन होइन यो ढोकाबाट निस्केको थिएन क्या त्यति चरा छ यहाँ छ हाम्रो ह्यान्डसम बोय 1 2 3 4 5 6 थ्याङ्क यू सो मच तर यार यो मलाई नि के लाग्छ थाहा छ केही लाग्दैन Guys, we are halfway through the creek park and we are going straight, okay? अहिले हामी creek park को स्टेसनबाट निस्क्यौँ हामी आधा बाटोमा छौँ as we are going straight and then we're gonna turn right again and we are going turn left after that we'll turn again right एउटा चाहिँ यताबाट जानु राइट जानु यता जानु तर कता जानु जानु चाहिँ कता जानु आफ्नो अनुहार देखाएर त्यस्तै भयो अहिले चाहिँ हो र होइन मैले भने नि त राइट वी गोना टर्न राइट भनेपछि राइट टर्न त्यसपछि हामी लेफ्ट टर्न गर्छौँ त्यहाँदेखि लेफ्ट टर्न गर्ने होइन त्यहाँ अब स्ट्रेट जाने अनि लेफ्ट टर्न गर्ने आफ्टर द्याट अगेन वी हेभ टु टर्न राइट अगेन स्ट्रेट त्यसपछि अगेन वी हेभ टु टर्न लेफ्ट गाइज बिलिभ मी म्यान मेरो मैले भनेको इन्स्ट्रक्सन अनुसार गयो भने पुगिन्छ क्या यस्तो भनेको राइट लेफ्ट छ तर कतिवटा राइट कतिवटा लेफ्ट त्यसमा ध्यान दिने हो क्या क्यामेराम्यान काम लागेन म किन मेरो राम्रो भएन भिडियो बनाउन आएन मलाई के हुनु हो यो भनेको प्र्याक्टिस हो प्र्याक्टिस मेक म्यान पर्फेक्ट क्या प्र्याक्टिस गरिरहनुपर्छ गाइज ओके यु गोना बी द फ्युचर क्यामेराम्यान यु गोना बी द तर यो के अरे भिडियो धेरै हल्लेको आउँछ होला है हामी हिँडेछौँ आउँदैन देखाएको किनभने आइफोन यो स्यामसङ ग्यालेक्सी यिनीहरूको लागि स्टेबिलिटी राम्रो हुन्छ क्या कहिले हुन्छ नि ल फाइनली गाइज हामी चाहिँ यहाँ पार्कमा आइसकेको छौँ यहाँनिर छ पार्क चाहिँ हाम्रो साथी यहाँ छ राजा म चाहिँ यहाँनिर छु अनि यहाँ हामीले चाहिँ बाटोमा हल्का अलिअलि नर्मली यसो भिडियो सिडियो बनायौँ आज चाहिँ खासमा मेरो छुट्टी उसको पनि छुट्टी अनि हामी चाहिँ यसो कति अब होइन त्यो एउटा रुममा बसेर पार्न लागिसक्यो काम गरे त्यसलाई हल्का फ्रेस हुनको लागि यसो मन भुलाउनको लागि त के भन्ने यसो रमाइलोको लागि हामी चाहिँ बाहिर निक्लेको बाहिर कहाँ जाने भन्दाखेरि चाहिँ हामी क्रिक पार्क आउने भन्ने कुरा भयो अब हामीसँग गाडी त छैन हिँड्दै हो दाजुभाइ लाएर गाडी पछि छिटै हुन्छ भन्ने आश छ मेहनत जारी छ होइन फेरि यास हुँदैछ अब हामी यहाँबाट भित्र गएपछि पार्कमा चाहिँ हल्का अब के छ त्यो हामीलाई थाहा भएन तर अब यहाँनिर समुद्र भनौँ न खोलाको छेउछाउतिर गएर यसो बस्ने हो टक्क लाएर अनि त्यहाँनिर हामी यसो अब फोटो सेसनहरू पनि हुन्छ फोटोसोटो यसो खिच्ने हो काचाकुचुक लाएर होइन टक्क लाएर अनि बिल्डिङ अब भनेको चाहिँ पर एउटा बिल्डिङ छ त्यही हो त्यो बिल्डिङको अगाडि एक्जिट अर्को ए अब हामी त्यता अब हामी यहाँबाट छिर्न आँट्दैछौँ अब हामी पछि त्यो बिल्डिङको उताबाट पछाडिबाट निक्लिन्छौँ रे टिकट त काट्ने भने त जाउँ न त के भएर यसो किरण That machine doesn't work, guys. I think, I don't know, we are gonna ask her. अब भिडियो बनाऊ फेरि क्यामेरा निकाल्दै गरेको आउनु त्यस्तो गरेर अब अनि छ आउने छैन हुन्छ छ र गाइस अब क्यामेरा निकाल्दैछ है हिरोले झोलामा केही होइन क्यामेरै बोकेर आएको क्यामेराको लागि भनेर ल्याएको स्पेसल झोला नि खतरा छ
तर क्यामेरामा स्टेबलाइजेसन छैन त्यही भएर भिडियो नखिचेको क्यामेराबाट चाहिँ होइन क्यामेरामा सबै थोक छ क्यामेराबाट के भिडियो गर्ने झ्याउ हुन्छ भने त मोबाइलमा बुझीमा हाल्दा पनि सजिलो निकाल्न पनि सजिलो निकाल राख खोल होइन अब मोबाइलमा क्यामेरा उस्ता उस्तै छ त्यही भएर यस सर भइरह नभएर हुन्छ ठिक छ नि त भयो ओके वाउ यो हो नि त वाउ एउटा हाम्रो नेक्स्ट भनेको चाहिँ ग्रुपमा सबैजनाको छुट्टी मिल्यो भने चाहिँ हामी चाहिँ आउने प्लान गरिरहेको छु टक्क लाएर अनि यसो अब होइन साथीभाइसँग दाजुभाइ मेरो त अब सबैजना सिनियरहरू हुनुहुन्छ मभन्दा धेरै धेरै ठुलो भनौँ न दाइहरू सबैजना हुनुहुन्छ तर पनि अब त्यही भएर होला सानो भएर सबैले धेरै माया पनि गर्छ ठिक छ खुसी लाग्छ त्यस कुरामा चाहिँ अब उहाँ फेरि उहाँ पनि अब ठुलो हो हुन त अब चाहिँ उसलाई चाहिँ म तिमी तिमी भन्छु दुईजना छ सुजन र हो एजमा चाहिँ मभन्दा धेरै ठुलो दुईजनै तर पनि अब उनीहरूलाई चाहिँ साथी बनाएको क्या दाइ नै नभनेको क्या दाइ परेको दाइ नभनेको क्या उनीहरूलाई चाहिँ त तिमी ए त्यो भन्दै छ होइन अब यहाँनिर चाहिँ यस्तै छ हेर्नु दामी छ आएर फोटोसोटो के खिच्न सक्नुहुन्छ अब यहाँ सेक्सी बोय कुदिछ अगाडि हो सेक्सी बोय होइन उसको नाम चाहिँ कोला बोय हो अब कोला बोय चाहिँ किन राखिदिएको भन्नुहुन्छ भनेदेखि जतिखेर पनि कोला मात्र खाने क्या कोका कोला है त त्यही भएर उसको नामै मैले कोला बोय राखिदिएको खतरा छ नि त हाम्रो कोला बोयलाई भाइरल गर्नु पऱ्यो है त ट्याक्क लाएर फोटो खिचिदिन्छु है फोटो अब चाहिँ फोटो त धेरै त्यस्तो होइन यसो अलिअलि खिचेको अब यत्रो आएर नि के फोटो एक दुईवटा नखिच्ने भन्ने कुरा मात्र हो र टक्क फोटोसोटो खिच्यौँ अनि अब फेरि हिँड्दैछौँ के गर्ने अरू त कामै छैन दुईजना लखर हिँडेको यसो हेर्ने हो अब हामीलाई चाहिँ त्यस्तो अलिकति सुरुमै केही थाहा थिएन यस्तोहरू के लिएर आएर बस्नुपर्छ भनेर यतिकै हामी यतिकै डुल्दै हिँडेर आइमाग्यौँ चाहिँ ओ कस्तो रे मा कसम यहाँनिर चाहिँ तपाईँहरू आएर तपाईँहरूसँग अब पल्सी खेल्न मन लाग्नेहरूलाई चाहिँ यहाँनिर सजिलो रहेछ है त तपाईँहरू आएर माछा मार्न सक्नुहुन्छ यहाँनिर बस्ने ठाउँ रहेछ टिकट सिस्टम के सिस्टम त्यो थाहा भएन वा हो यहाँनिर त्यस्तो अलिकति होइन सतर्क भइहाल्यौँ हामी यस्तो छ वा क्रन किन टोलाको भाइ तिमी टिटी हाल्न मिल्छ टिटी हाल्ने नि हाल्ने त टिटी चाहिँ किन हाल्ने भन्दाखेरि अब हाम्रो त्यस्तै खालको राम्रो शब्दहरू भनौँ न एकदम संस्कृत शब्दहरू बोल्न खोज्दैछ उसले त्यही भएर उसले अब त्यसकोमा चाहिँ टिटिट हाल्ने भन्दैछ केही भएछ भने टिटिट पनि हालौँला केही छैन त्यसको लागि यहाँ फेरि अब रोनाल्डोको फ्यान हो कि केही चाहिँ हुन्छ यहाँनिर गाडी पनि कुदाउनु पाइन्छ जस्तो लाग्दैछ मलाई त्यस्तोमा चाहिँ अब भिडियो बनाउनुपर्छ होला घुम्नुपर्छ डह्रो यहाँनिर चाहिँ हेर्नु माछा मार्नको लागि चाहिँ मान्छेहरू आफ्नो बल्छी टक्क ल्याउने आउने किन्ने ट्याक्क लाएर मार्ने यहाँ आउनलाई चाहिँ त्यस्तो गाह्रो छैन रहेछ बुर्जुमनबाट ग्रिन लाइन चढ्नु भयो भने ट्याक्कै अर्को स्टेसन आउने बित्तिकै उत्रिनु होला त्यहाँबाट तपाईँलाई 10 देखि 15 मिनट त के भन्नु 10 मिनट हिँड्नु भयो भने चाहिँ ठ्याक्कै यहाँनिर पार भन्ने आउँदो रहेछ अनि यहाँनिर तपाईँले चाहिँ एकजनाको 5 रुपियाँ टिकट लाग्ने रहेछ यहाँनिर टिकट काटेर भित्र छिरिसकेपछि हामी टक्क दामी भ्यू हेर्न पाउनुहुँदैछ एकदम मस्त रमाइलो चिसो हावा हेर्नु यस्तो भ्यू छ समुद्रको किनारमा बस्ने टक्क ल्याउने अब तपाईँहरूले खानेकुरा ल्याएर टक्क बसेर आरामले चिलमा होइन माछा मार्दै हो अब हामी माछा मार्दा पनि आउँछौँ यहाँनिर अर्को पालि यो पालि त्यस्तै भयो अर्को पालिको छुट्टीमा चाहिँ हामी पक्कै आउनेछौँ ल उता हेर्नु न यहाँ हिरो हिँडेको हिँडै छ टक्क लाएर कुदैछ यो टक्क लाएर भन्ने चाहिँ एउटा स्टाइल हो क्या हावा हेर्नु न हावा कस्तो आउँछ फेरि हावामा फेरि मेरो कपाल त नि यस्तो पुरुरो आमा कताको चस्मा कताको चस्मा त बिर्सिराखेको यार मैले चस्मा पनि लगाइराखेको चस्मा त टाउको माथि रहेछ कहाँ छोडेँ क्या भन्ने भइरहेको मलाई है यस्तो छ हेर्नु अब यो चाहिँ फिसिङ एरिया रहेछ है त तपाईँले यहाँनिर माछा मार्न सक्नुभयो यो पनि गर्न सक्नुभयो अब यहाँ चाहिँ अब हाम्रो ऊ चाहिँ अक्चेको फ्यान रहेछ अनि त्यो पोजमै बसिरहेको छ पुरै शाहरुख खान यो त होइन वी सेन्टी बोय 1 2 3 4 5 6 7 8 9 10 वाओ खलास
यस्तो ठाउँमा हामी घुम्दैछौँ यहाँ टक्क लाएर दामी छ यहाँ चाहिँ उसले घर बनाउँदैछ उसको सपनाको घर यो चाहिँ कस्तो खाले घर हो भन्दाखेरि पहिला जे होस् म स्कुलमा होइन सबैजना अब स्कुलमा हुँदाखेरि ड्रइङ गर्दाखेरि के बनाउने हिमाल बनाउने घर यस्तो बनाउने हो अब एउटा यहाँ खोला बग्दै गरेको बनिन्छ यता एउटा खोला बग्दै गरेको बनिन्छ यहाँनिर एउटा हाम्रो घाम पनि लागिरहेको हुन्छ ए देख्नु सक्नुहुन्छ यहाँनिर अब हाम्रो यहाँ घाम लागेको चरा उडेको पनि बनाइदेऊ हो चरा त नि हिमालभन्दा माथि उडेछ त फेरि अनि तल घरको माथि क्या रुखको माथि हो यस्तो भयो ल भयो भनौँ जुत्ता यहाँ यस्तो भइसकेको छ है गाइजी यस्तोमा जुत्ता खोलेर आउनु पर्ने जुत्ता यस्तो भयो यस्तो छ अब हामी के गर्ने यहाँबाट हिँड्दै जाने कि टाढो जाने कता जाने रिटर्न हुन्छ फर्किँदाखेरि अर्कै बाटो जाने हुन्छ यताबाट नजिक हुन्छ त्यो अब जता हामी यतिबाट जाउँ अब यहाँबाट हिँड्दै जान्छौँ हामी किनकि नजिकै बाटो जान खोजेको धेरै टाढा नहिँड्ने डुल्ने भन्ने कुरा उता अब छुट्टै उता कता छुट्टै छ यता नि छ नि त पार्कहरू कस्तो टाढा भित्र पार्क जाऊँ न अब हामी त्यसो भए फेरि मुड चेन्ज भयो अब यता हामी भित्र हिँड्दै पार्क जान्थ्यो नि ल त अहिले फेरि अर्कोतिर ट्याक्क भेट्ने मेरो साथीले चाहिँ ढुङ्गा चिप्लाउँछ अरे अब यहाँबाट चिप्लाएर ढुङ्गा कहाँ पुगाउँछ पल्लोपट्टि पुर्याउँछ अरे ल एउटा मात्र भयो गाइज म रेकर्ड गरेँ भनेको त रेकर्ड गर्नु रहेछ अघि एकचोटि हान्छ क्या फेरि ल रेकर्ड गर्न बिर्सेछ मैले अघि एकचोटि हानिसकेको थिएँ ढुङ्गा तर त्यो चाहिँ एकचोटि मात्रै चिप्लेँ क्या त्यही भएर मैले डबल चिप्लाउनु अगाडि फेरि अर्को ट्राई गर्दै गरेको तर यो हान्न चाहिँ मिल्छ कि मेरो थाहा छैन तर पनि फेरि अलिक धेरै गयो यो चाहिँ अलिक धेरै गयो यति भन्दै अब मोटिभेट हुने कुरा गर्नुपर्छ भन्दाखेरि एउटा कुरा सुन्नु भनिहाल्नु पऱ्यो यस पुरानो जोक केही कथामा केही भयो भने मेरो भिडियो हेर्नु टक्क लाएर त्यस्तो हुँदाखेरि दुईजना मोटिभेट भयो भने चाहिँ मोटिभेट भएर तपाईँहरू चाहिँ काम गर्न सक्नुहुन्छ है त कतै जाँदाखेरि बाटोमा दुईवटा मोटिभेट भयो भने तपाईँ सम्झिनु तपाईँ आफै हुनु क्या मोटिभेट हुनु अनि जे गर्न आँटेको हो त्यो कुराहरू गर्नु किनभने त्यहाँनिर दुईवटा मोटिभेट भयो नि त गाइस सो यु निड टु बी मोटिभेट ओके उसले चाहिँ क्यामेराबाट मेरो फोटो खिच्दैछ म चाहिँ टक्क लाएर फेरि कसरी बस्दैछु भन्दाखेरि अलिकति देखाउँदाखेरि म चाहिँ फेरि यस्तो लाएर बस्दैछु यहाँनिर टक्क लाएर होइन खिचेको नि साँच्चै यहाँ चाहिँ यस्तो भिड छ हेर्नु टक्क लाउने यहाँ छ चिसो भुइँमा झारै झार्छ यस्तो राम्रो झार्छ हेर्नु यहाँनिर ओहो टक्क बस्ने यो गर्दा नि हुन्छ भिडियो चाहिँ यसरी अब भनेको चाहिँ दुईजना बसेर भिडियो टक्क आयो कस्तो छ भन्दाखेरि यहाँनिर चाहिँ अब यस्तो सोच्दै होला क्या यिनीहरू दुईजना यहाँ बसेर कसरी मोटाएर बाल्यो भएन त्यो कुरा होइन कस्तो छ भन्दाखेरि यहाँबाट चाहिँ के हेर्दैछौँ भन्दाखेरि पुरै घामको लागि दुईजना दाजुभाइ बसेर अब यो क्यामेरा कताबाट फर्किन्छ भन्ने कुरा हो हामी चाहिँ के हेर्दैछौँ भन्दाखेरि त्यो भ्यू हेर्दैछौँ टक्क लाएर यो उसले मलाई के गर भन्दै थियो मैले गरिनँ त्यो सब यहाँनिर टक्क लाएर मैले गरिसकेँ यही हो मेरो खासमा यो देखाउनु खोजेको यो भएन क्या अब भयो ल हेर्नु यस्तो दामी छ हामी यस्तो दामी हेर्दैछौँ दाजुभाइ बसेर यहाँनिर सूर्य यताबाट त दामी आयो फेरि है सूर्य यसो गर न ठ्याक्कै घाममा फोकस गर होइन अनि घाममा जुम के जुम आउट गर्दाखेरि हाम्रो ठ्याक्क अनि म यस्तो बसेको हुन्छु क्या क्यामेरामा हेरेर यहाँ न त्यहाँ मान्छे हिँड्दा सही देखिन्छ ठ्याक्क हुन्छ नि त्यो घामको त्यो डेजर्टमा हिँड्छ नि यस्तरी सही भयो हेलो तिमी यो साइडमा हौ अनि मलाई सजिलो हुन्छ नभए यस्तो गऱ्यो भने लेलो आलु लेलो पुदिना लेलो we coming here to the street rapping our shit we don't care who we see what they say guys chill